ठिकै हो तर वेदर अनुसार हुन्छ कि कहिले हेभी चाहिन्छ एकदमै लाइट चाहिन्छ त अरू माथि है तल त्यो वेट पुगेन भने कहिले तल झारिदिने कहिले फेरि वेट धेरै थोरै भयो भने माथि बस्ने त्यो वेदरमा डिपेन्ड हुन्छ आज हामी चाहिँ अलिक बेलुन जस्तो भएर उडिरहेको ठिकै छ केही भएन केही छैन आखिर उड्यो नि होइन उड्नु चाहिँ पर्यो होइन रमाइलो गर्नु पर्यो आज हामी बिहान त्यो स्तूपा जानुभयो अनि शिव मन्दिर गयो ओके बिहान दर्शन गर्नुभयो त्यस पछाडि यो प्याराग्लाइडिङ अनि तलको अघिको यो बाटो चाहिँ हामी आएको ए हो अहिले उडेर आयो अहिले उडेर कति भयो हजुर अस्ट्रेलिया बस्नुभएको चाहिँ 9 वर्ष मेरो भाइ पनि हुन्छ कुन ठाउँमा ब्रिस्बेनमा सायद अहिले के अरे सिडनी सिफ्ट गर्नु भन्दै अस्ति भर्खर आएर गयो अब बुहारी लान बाँकी छ ए हो त्यहाँ पैसा कमाउने यता रमाउने भाइ ठिक हो नेपालमा छैन